गाइज म चाहिँ अहिले रेडी भइसकेँ होइन यसो फ्रेस हुन निस्क्या होइन सो यहाँ पन्जा चाबी बोकिसकेँ अब तल गएर भेट्नुपर्छ। हेलो भन न। हेलो गाइस बैक टू माय पार्ट भिडियो हाम्रो हैन दाइको पार्ट भिडियो हेलो गाइस मेरो दाइले पार्ट भिडियो छ दाइले सब्स्क्राइब गर्नु होला है दाइले 40 जस्तो कारको चाबीला आइयो त अरु मेरो छ खै हेरौँ त कारको चाबी आमामा है हेलो कति लग्यो हेलो गाइस म पुग गरेर रोबोट हाले हो कि क्या यार बटनमा के रोबोट हाल्यो त मलाई राइड गराइदिनु मनी राइड यसो हामीलाई नि राइड गराइदिनु त यसो बाहिरसम्म गेट मी मेला अलमोस्ट ला ऑन हो गया कता भन्छ साइड स्ट्यान्ड डाउन हाँ यो निसिङ सब्स्क्राइब गर ल आज आउँछ यो मेरो 500 रुपैयाँको हो सब्स्क्राइब गरिदिनु होला मार्क्यु स्वाट छ क्या गेम लुप हैन मार्क्यु स्वाट मार के साथ वाट क्वेशन मार्क क्या ए ट्युसनमा पठाउनु गइराछ टिचर का ए लखर बोली मैले सुनेको नि केटीहरु त छपरी हो अँ छपरी बाइकको केटी हो दे हैन यो भ्यू खोज्छ हैन केटी लो केटी भने सो बच्चाहरू रमाइलो गर्छन् म चाहिँ निस्केँ अब चाहिँ म साथीलाई पिक गर्छु एउटा अनि त्यसपछि हेरौँ कहाँ हुन्छ जानुपर्छ। सो साथीलाई चाहिँ रेडी भएर बस भनेको छु अब म चाहिँ खै रेडी छ कि नै थाहा छैन। रकेट कस्तोमा तर यही हो डेस्टिनेसन साथीको चाहिँ त्यसलाई पिकअप गर्छु अनि कहाँ हुन्छ जानुपर्छ। कस्तो बट्टा अहिलेसम्म आएकै छैन मुला यस्तै गर्छ क्या साथीहरूले जहिले कुराइदिने माया। वेटिङ फक वेटिङ म्या बल्ल हुँदैछ उठ्या लुखुरमा बल्ल आयो मुला आज बस पानी जारको जहिले कुराइदिनु क्या एकछिन राइड पो निस्क्या मुला झ्याउ लागेर क्या घर बस्दा मुला दिउँसो सुत्नु परेन राति कहाँ सुत्छु राति त्यही अब स्क्रोल गर्दै मन लागेपछि हानिदिने के हान्ने चाहिँ थाहा छैन है गाइजहरू तर हान्ने के भिआर त्यसलाई त दिइसके। सो अब हामी कहाँ जान्छौँ चाहिँ थाहा छैन तर जान्छौँ। चप्पल लगाए नि के भयो त आफ्नै हो सब।
ला 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 नाइट भन्दा नि इभिनिङ राइड चाहिँ मजा आउँछ जे होस् माइन्ड फ्रेस क्या गाइज ओके अहिले एकछिनमा भेट्नुपर्छ अहिले चाहिँ बाटो यस्तै छ होइन मुला जाँदैन त यो कस्तो डराएर चला हो मा यत्रो जान दिइरहेछ मुला जाँदैन सो फर्स्ट ट्राई हो गाइज यसो हल्का रमाइलोको लागि मात्रै बनाइरह भिडियो चाहिँ होइन त्यस्तो गर्न चाहिँ मन थियो पहिलादेखि तर खास चाहिँ त्यही हो कलेज यताउति अहिले फ्री छु त्यही भएर यसो गर्दा होइन यसो मन पर्यो भने लाइक साइक हानिदिनु टिकटक पनि छ त्यसमा नि सानो सानो क्लिप हाल्छु त्यही हो गाउँबाट सबजना फर्किसक्या हो कि के अहिले जाम हुन थालेछ ल यसको त मुला कसले पछाडिबाट हान्दैछ त हेर न गाइज कसले हान्दैछ कस्तो मुला साइडै नछोडेर हान्दा होला फिक्समा बिस्तारै चलाउनु पर्छ बाइक गाइजहरू बिस्तारै राइड रातिको टाइम छ बिस्तारै जानुपर्छ यो अङ्कलले त खतरा दामी कुदाउँदो रहेछ नि सो मैले चाहिँ बच्चामा यही बाइक सिकाए हो जे होस् रमाइलो थियो 8 क्लासतिर सिकाए हो बाइक चाहिँ अहिले ब्याचलर कम्प्लिट भइसकेको छ धेरै बोल्न आउँदैन मुला यस्तै हान्दिने हो जे पाटै बाल हो नो कसैको बालै दिने होइन क्या मुला अब यहाँबाट राइट लग्न मिल्छ कि नै गाइज मिल्छ होला मिल्छ मामा त्यही छ मुजी बाल मामा नसामामा यो मुजीले के गर्छ मा मुजी यस्तोमा घुमाउने ठाउँ हो मा रातिको बेला झन् मुला केही देखिँदैन मा मलाई केही थाहा छैन है त्यो अब निस्किन्छ यस्तै हो होइन माइन्ड चाहिँ नगर्नु होला दिदी दाइ बहिनी सबजना के भने तैँले के भने आमुला त्यो पिलिक छ नि गाइज त्यो के अरे स्पिड लाइट होइन जस्तो लाग्छ मलाई टप स्पिड हान्दा नि केही त्यस्तो रेकर्डै छैन क्या कहाँ झ्याप्पै आइदिने भने आकाश पुल छैन यता यहाँ चाहिँ कहिलेकाहीँ चेकिङ पर्छ होइन 50 भन्दा मुनि नै कुदाउनु होला रातिको टाइममा चाहिँ पर्छ होला खै बेलुकाको राइड चाहिँ अति फ्रेस क्या दिउँसो त जाम हुन्छ नि त पुरै
अनि त्यही भएर हामी चाहिँ अब सानेपातिर जानु पर्ला होइन यसो चिया खाएर फेरि घर आउनु पर्ला खानासाना बनाएर एक्लै मुला यस्तै त हो नि एक्लै बसेपछि जाम 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 यताको रोड चाहिँ बबाल लाग्छ क्या मलाई त्यति साह्रो जाम पनि हुँदैन अनि त्यो राति त्यो बत्ती बल्छ नि पिलिक पिलिक यही ठ्याक्क रोकिदिइहालुमा ब्याड बोय बागमती अञ्चले मामा जाम जाम मामा गएको ल मामा अगाडि आएपछि चाहिँ डर लाग्ने क्या यो लामो ट्याक्सी मुला उकालोमा रोक्छ यार मुला अनि यहाँ रोके हुन्न थियो अझै रोकिरहेछौ मुला कस्तो होला लामो यताको एरिया चाहिँ लस दामी क्या गाइस तर बाटो चाहिँ खाल्डाङ खुल्डुङमा पुरै स्पिडमा भयो भने त उफ्रिन्छ क्या मान्छे हेलो राति राइड गर्दा चाहिँ त्यो अब कोही नभएला होइन त्यो टायर कराउँछ नि त्यो मजा लाग्छ क्या एङ्गल मिलेछ कि छैन केही थाहा छैन मलाई होइन गाइस एकछिन पक्नुस् मलाई यहाँबाट लेफ्ट लिनुपर्छ मलाई कोहीले चलाउनै आउँदैन जस्तो लाग्छ यार यहाँबाट फेरि राइट लियो अब फेरि राइट लिनु पर्ने हुन्छ So this is guys Homesick Hill area. Also known as Sanepa. यो मुला किन जाँदैन गाडीहरू देखेर कस्तो औडा लाग्छ भने खुट्टा टेक्नु परिरहेको छ नि त फेरि लेफ्ट जानुपर्ने हुन्छ ओए कस्तो ब्रेक खाना हौ
यो अगाडिको बाइक रनिङ होइन गाइज Oh, look at this. मेरो माइक गयो कि के कुदाऊ 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 म पनि गइदिउँ न नो नो नाउ जानुहुन्न हा 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 राती 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 सो लगभग डेस्टिनेसन आइसक्यो होइन गाइज 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 मलाई यो गाडीले अघिदेखि कस्तरी रोकिरहेछ क्या चिकन यताबाट लगिदिन्छु मुला बाल हो बाल हो मुला यताबाट छिराइदिन्छु मुला घुमाउँछु त्यो मुला पछाडि बसा हुन्थ्यो यो गाडी नि सही रहेछ त बबाल क्या कलर नि राम्रो अगाडिबाट हेर्न पाए हुन्थ्यो तर डेस्टिनेसन आइसक्यो गाइज अब टक्क लाएर साइडमा रोक्ने हो हा 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 बाहिरै बस्ने होइन सो अब यहाँ चिया खाएर घर लाग्दिनु पर्छ अहिले आइसक्यौँ टक्क लाएर चिया आज जाडो जस्तो छ क्या चिया खाएर फेरि घरतिर लाग्दिनु पर्छ सो अब घरतिर लाग्दैको गाइज मुड फ्रेस भयो एकछिन हा 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 ला सिट म्यान लाइसानै बोक्ने बिर्सेछु क्या आज फेरि चेकिङ भयो भने चाहिँ फस्यो क्रेटा क्रेटा हो कि क्रेटा कि CRETA CRETA क्रेटा क्रेटा क्रीटा CRE भने क्रिटिएटा क्रेटा यसलाई ओभरटेक हान्दिउँ गाइज ओभरटेक त दामी बब्बाले क्या अरे दाजु के गर्छ मलाई खोकी लाग्यो गाइज अब राइट चलिदिनु पर्ने हुन्छ राइट 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 रोड क्रसिङ बिस्तारै बिस्तारै
मुला किरा पस्यो यार आँखामा मुला राति भाइजर लाउँदा चाहिँ सेफ हुन्न क्या त्यो लाइट टल्किन्छ नि त उताबाट आउँदा चाहिँ यहीँ बस्छ क्या ट्राफिकमा मुला गन टाकेर कर्नरिङ यो स्कुटरहरू त्यस्तै क्या मुला डरै लाग्छ Mama. Kaalo Ghada, guys. So let's see in the vlog. Bye bye. Take care, guys. Likes and subscribe.